नेपालले सिडब्ल्युसी लिग टू साइकल स्काइल्यान्ड सिरिजमा दोस्रो खेल पनि जितेको छ। नेदरल्यान्ड्सलाई 5 विकेटले हराएर नेपालले जित दर्ता गरेको हो। अब यो सिरिजमा नेपाली ब्याट्सम्यानहरूलाई कठिनाइ हुन्थ्यो, तर यो सिरिज नेपालको लागि फलदायी स्वरूप भएको छ। ग्रिन पिचमा खेल्न नेपाली ब्याट्सम्यानहरू डराउँथे, तर यो पालि फरक माइन्डसेट भएर हो कि नेपालले धेरै प्र्याक्टिस म्याचेसहरू खेलेर हो कि नेपाली ब्याट्सम्यानहरूले राम्रो इनिङ खेलिरहेका छन्। यो दुई गेम हेर्दाखेरि नेपाली ब्याट्सम्यानहरू पुरानो जुन अवे सिरिजका ब्याट्सम्यानहरू थिए ती होइनन् जस्तो हामीलाई लागिरहेको छ। पहिला अवे सिरिज खेल्दाखेरि नेपाली ब्याट्सम्यानहरू नेपालको ब्याटिङ लाइनअप एकैछिनमा कोल्याप्स हुन्थ्यो, तर यो दुईवटा गेममा हेर्दाखेरि अब ब्याट्सम्यानहरूले रन हान्दैछ, रन हान्दा हान्दै आउट भइरहेछ, तर अर्को आउने ब्याट्सम्यानहरूले पनि रन हानिरहेछ। त्यही भएर यो समग्र टिमवर्कले गर्दा हामी दुईवटा गेम जित्न सफल भएका छौँ। अब आजको गेमको कुरा गर्दा नेपाली ब्याट्सम्यानहरू आरिफ, दिपेन्द्र र कुशलले राम्रो इनिङ खेलेका थिए। आरिफ त नेपाली ब्याटिङ लाइनअपको एउटा पिल्लरै हो। जहिले पनि आरिफ खडा भइरहेका हुन्छन्। आरिफलाई चाहिँ आइसम्यानको रूपमा पनि हामी चिन्छौँ। दिपेन्द्र र आरिफको पार्टनरसिपले गर्दा नि आज हामी यो गेम जित्न सफल भएका हौँ। कुशलले सुरुवातमा राम्रो इनिङ खेल्दा खेल्दै उनी आउट भए। उनले सुरुवात चाहिँ राम्रो दिलाएका थिए। बलिङको क्रममा सुम्पाले 3 विकेट लिए, ललित, करण र सन्दीपले 2-2 विकेट लिए। नेपाली बलरहरूले कसिलो बलिङ गरिरहेका थिए। सुरुको 10 ओभरमा नेदरल्यान्ड ब्याट्सम्यानहरूलाई खेल्न एकदमै गाह्रो भइरहेको थियो, र एकपछि अर्को आउट हुँदा चाहिँ ब्याट्सम्यानहरू आत्तिरहेका थिए नेदरल्यान्ड्सको। नेदरल्यान्ड्सको इनिङको कुरा गर्दाखेरि लेभिटले 3 विकेट लिए। लेभिट चाहिँ यस्तो बलर जसले चाहिँ नेपाली ब्याट्सम्यानहरूलाई अलिक कठिनाइ दिइरहेका थिए। उनी अलराउन्डरको रूपमा हामीलाई चिनाउँछन्। काइल चाहिँ नेदरल्यान्ड्सको इकोनोमिकल बलर भए। उनले चाहिँ सबैभन्दा थोरै रन दिने बलरको रूपमा आजको गेममा उनलाई हेर्न सकिन्छ नेदरल्यान्ड्सको तर्फबाट। ब्याटिङको कुरा गर्दा क्रसले 48 रन हाने भने क्याप्टेन स्कटले 46 र विक्रमजित सिंहले 38 रन हाने। नेदरल्यान्डले दिएको 226 रनको लक्ष्य नेपालले 47.1 ओभरमै प्राप्त गर्यो, 5 विकेट झरेर। नेपालको स्ट्रेन्थ र विकनेसको बारेमा कुरा गरौँ। नेपालको स्ट्रेन्थ चाहिँ के छ त भन्दाखेरि आजको गेममा चाहिँ नेपालले बलिङ कसिलो गरेको थियो। एकदमै राम्रो बलिङ थियो होइन, रन पनि कम दिने, साथसाथमा अब क्याप्टेन्सी पनि राम्रो भनौँ न। आज जतिखेर विकेट चाहिएको छ त्यति बेला नै बलरलाई ल्याइरहेका थिए। फिल्डिङ एकदम राम्रो थियो, आज कसिलो थियो फिल्डिङ। अब ब्याटिङमा नेपालले अलिक सम्हालिएर खेले जस्तो देखिरहेको थियो। अब आत्तिएर खेल्ने, सर्ट सेलेक्सन नराम्रो त्यसो थिएन। नेपाली ब्याट्सम्यानहरू सम्हालिएर खेलिरहेका थिए। अर्को कुरा भन्दाखेरि चाहिँ अब लोवर डाउन द अर्डर जुन छ नेपालको, त्यसले पनि राम्रो इनिङ खेलिरहेछ क्या। अस्ति गेम पनि राम्रो इनिङ खेल्यो, पहिला पनि प्र्याक्टिस म्याचेसहरूमा पनि राम्रो इनिङ खेलिरहेको छ। लोवर डाउन द अर्डर गुलसन भयो, करण भयो, ऐरी भयो, यिनीहरू 3जनाले चाहिँ राम्रो इनिङ खेलिरहेका छन्। अब विकनेसको कुरा गर्दाखेरि नेपाली ब्याट्सम्यानहरूले रन त बनाइरहेका छन्, तर त्यो रनलाई ठुलोमा कन्भर्ट गर्न सकिरहेका छैनन्। अब 30-40 त बनाउँछ, अब 30-40लाई कसरी हुन्छ, 80-90-100 बनाउनु पर्यो। अब अर्को विकनेस भनेको चाहिँ नेपालले जब बलिङ गरिरहेको थियो, नेदरल्यान्ड्सको अब मिडल अर्डर पनि आउट भइसकेको थियो होइन। लोवर डाउन द अर्डर ब्याट्सम्यानहरूलाई आउट गर्न चाहिँ नेपाली बलरहरूलाई ओभर गाह्रो परिरहेको थियो। त्यही लोवर डाउन द अर्डर ब्याट्सम्यानहरूले नि रन बनाएर 225 रन बनाउन सफल भएको थियो नेदरल्यान्ड्स भने। अर्को गेममा नेपालले केमा पनि मेजर फोकस गर्नुपर्छ भने लोवर डाउन द अर्डर ब्याट्सम्यानहरूलाई कसरी आउट पार्ने, कसरी हुन्छ लोवर डाउन द अर्डरलाई पनि छिटो आउट पारेर गेम सकाइहाल्नु पर्यो। यो कुरामा नेपालले फोकस गर्नुपर्छ। थ्याङ्क यू।